आमाहरू बडाहरू सबलाई लुकाउनु परेको के मन हामी पऱ्यो तपाईँमा जुत्ता खोइमा त्यो मारेको हुन्छ नि अन्त त्यो मारेको हुन्छ मारेर त्यो उसको उयो भेट्दैन नि त लास भेट्दैन नि त त्यति बेलाको रहेछ आँसु यस्तै झारेर कहिलेको रहेछ कहानी चाहिँ मेरो जुत्ता खोल्नु यो कहानी त बहुत धेरै सालको हो गाजीको आन्दोलनको हो त्यतिखेर के भएको थियो अरे तपाईँहरूलाई त्यति बेला हामीलाई सालिदिने आन्दोलनमा हामीले भात त खानु नपाएको त्यति बेला सबै आपाहरूलाई दाम बाबाहरूलाई बडालाई सबैलाई हामीले ओडालाई पठाउँथ्यौँ हामी मात्रै बस्थ्यौँ घरमा माथि जम्पनामा किन त त्यस्तो अब माथिबाट यताबाट पनि के अरे स्यार्पी झर्ने उताबाट पनि स्यार्पी झर्ने स्यार्पीले मार्छ भनेर चाहिँ हामीलाई के अरे बसेको हामी चाहिँ के अरे भात छिटो छिटो 5 बजी नै 5-6 बजी भात खाएर बाबालाई लुगाहरू बोकेर पठाउनु पर्ने त्यति बेलाको आन्दोलनको रहेछ त्यस्तो डेन्जर उयो के अरे तल जम्पनाको जेठीमायाको बुढालाई खाटामा गाडेको त्यही बेला हो खाटामा गाडेर पुरिसकेको त्यो त्यति बेला चाहिँ ठुलो अफिसरलाई मारिदिएको रहेछ नि त सिआरपीले मारेर चाहिँ गाड्दाखेरि चाहिँ उसलाई यस्तो यस्तो कुरो यो यस्तो मान्छेको अनुहार देखेन भन्दाखेरि के अरे त्यसलाई चाहिँ मैले देखेँ भन्दा चाहिँ नभएर चाहिँ उसलाई गाडेको सिआरपीले मारिदिएको त्यो ठुलो अफिसरलाई अहिलेको होइन त यो त त्यो पनि देखायो मेरो जुत्ता खोइमा जुत्ता खोइमा सबै कहानी त लामो छ के मलाई अलिक याद छ पुरा याद छ मलाई पुरा भाग्नु पर्छ त्यतिखेर त्यो त बाबाहरूले त बिहा गरेको थिएन ठुलो बडाहरू त बिहा गरेको थिएन त्यतिखेर सानो सानै थियो त्यति बेलाको जमाना के थियो भने कोदोको रोटी कोदोको पिठोहरू पनि पाउँथ्यो आँखाको आँखाहरू पनि पाउँथ्यो लुकाएर गएर छपाएर लुकाएर गएर दिउँसो ल्यायो रात भएपछि गयो जङ्गलमा हामी मात्रै हुन्थ्यौँ तिमीहरूको फुपू र हाम्रो म छोरी मेरो छोरी र म मात्रै बस्थ्यौँ मामा त कहाँ हो मामाहरू मसिनो थियो मामाहरूसँग चाहिँ म बस्थेँ